नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ एजेट न्युज। आज मिति 2082 साल पौष 8 गतेका मुख्य समाचारहरू। बालेन र रविबीच 6 घण्टे लामो वार्ता। जापानको उपग्रह प्रक्षेपण असफलता, जीपीएस सुधार योजना प्रभावित। ट्रम्पले ग्रिनल्यान्ड चाहिन्छ भनेपछि फेरि चर्कियो कोपेनहेगन र वासिङटन बीच विवाद। राजनीतिक संवाद समितिको टोलीद्वारा काङ्ग्रेस पार्टी कार्यालयको अनुगमन। फेवाको सिमसारमा मन्त्री र व्यवसायीका जग्गा पुनः बिचौलियाको होड, खतिवडा पक्राउ। सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या, सासु र नन्द पक्राउ। डडेलधुरामा खम्बा पुगे तर बिजुली पुगेन। माइतीघरमा आज मङ्गलबार पनि जिन्जीहरूको प्रदर्शन। अब समाचार विस्तारमा। कमल पोखरीको बसाइमा यसपालि बालेनलाई भावी प्रधानमन्त्री बनाउन रविले सघाउने र अर्को चुनावमा रविलाई बालेनले सघाउने समझदारी भनेको उनीहरूको निकट स्रोतको भनाइ छ। 8 पुस काठमाडौँमा बसेको रासपा सभापति रवि लामिछाने र काठमाडौँका प्रमुख बालेन शाह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन्। यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोतले बताउँछ। जापानले प्रक्षेपण गरेको एच-3 रकेटले मित्सुबिसी नम्बर 5 उपग्रह कक्षामा पुर्याउन असफल बनेको छ। जापानको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोमबार मित्सुबिसी नम्बर 5 जापानको कावासाकी जियोस्टेसन सेटेलाइट प्रणाली अन्तर्गत राखिएको 5औं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य ठाउँ निर्धारित सेवाहरूमा ठाउँ निर्धारणको शुद्धता बढाउनु हो। सरकारद्वारा गठित राजनीतिक संवाद टोलीले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ। मङ्गलबार कानुन मन्त्री अनिल कुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजय बज्र खनालसहितको टोलीले सानेपा स्थित जिन्जी आन्दोलनका क्रममा आगजनी भएको काङ्ग्रेस कार्यालय पुगेर अनुगमन गरेको हो। साथै उनीहरूले काङ्ग्रेसका प्रतिनिधिहरूसँग छलफल गरेका थिए। छलफलमा सञ्चार मन्त्री खरेलले जिन्जी आन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन 21 गते निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरू वार्तामा गएको जानकारी गराए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्याएका छन्। डेनमार्कको आर्कटिक स्वायत्त टापु ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि कोपेनहेगन र वासिङटन बीच नयाँ कूटनीतिक विवाद चर्किएको हो। फेवातालको सिमसार क्षेत्रमा रहेका जग्गाहरूमा आवास तथा उद्योग खोल्न पाइँदैन, तर लेकसाइडका व्यवसायीदेखि विभिन्न शक्तिसँग नजिक रहेका व्यक्तिहरूले ती जग्गा खरिद गर्ने र खतिवडाले पूर्ण जिम्मा लिँदै आएको स्रोतको दाबी छ। प्रहरीलाई नै धम्की दिँदै र दुर्व्यवहार गरेका खतिवडाले प्रहरीले अभद्र व्यवहारमा पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। खतिवडा तिनै व्यक्ति हुन् जो वर्षेनी सिमसार क्षेत्र पुरेको आरोपमा पक्राउ पर्दै छुट्दै आएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका 4 धुराबजारमा पेट्रोल छर्के आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासु र नन्दलाई प्रहरीले पक्राउ गरेको छ। कमलामाई नगरपालिका 4 धुराबजार बस्ने 62 वर्षीय दुर्गामान बमजानको 2.5 तले घरको भान्साकोठामा पेट्रोल र मुढी तेल छर्केर आगो लगाउँदा उनकी 30 वर्षीय बुहारी सुशीला बमजानको घटनास्थलमै निधन भएको हो। आगलागीमा परि दुर्गामानको दाहिने हात, दाहिने खुट्टा, टाढ जलेको छ। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। जिन्जी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुङ्गाना नेतृत्वको समूहले मङ्गलबार पनि सरकार विरुद्ध प्रदर्शन जारी राखेको छ। सरकारले जिन्जी विद्रोहको भावना अनुरूप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन्। यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दा जिन्जी अगुवा मिराज ढुङ्गाना लगायतलाई नियन्त्रणमा लिएको थियो। केही जिन्जी समूहले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जिन्जी विद्रोहहरूमाथि भएको दमनमा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ।